सुबाई पर्फ्युम सप छ है। यहाँ तपाईँले देखिराख्नुहुन्छ सुबाईको सप यहीँनिर छ। एकदम पपुलर पर्फ्युम हो चाहिँ दुबईको। यहाँ माथि छ है। यहाँ माथि सुबाईको पपुलर सप छ। दर्शक नमस्ते साथीहरू, चाहिँ हो अहिले हामीहरू ग्रिनल्यान्ड सुपर मार्केट अगाडिबाट निस्क्यौँ। हामी चाहिँ आज स्विमिङ जान्छौँ। धेरै महिनापछि स्विमिङ जाँदैछौँ बोलेरोमा। बरु अगाडि म पछाडि त्यहाँबाट हामी निस्किएर लाग्यौँ ग्रिनल्यान्ड हुँदै योतर्फ। अब अगाडि म लाने छु। आजको स्विमिङ जाने बाटो म देखाउँछु है त। हामी जाँदैछौँ आज लामिर ब्रिजमा। यो चाहिँ हो ग्रिनल्यान्ड हाइपर मार्केट। पछाडिपट्टि छु हामी चाहिँ। उहाँ बोरो छेउछेउ खाँदै मस्किँदै हिँड्दै हुनुहुन्छ मस्तसँगले होइन। सो आज चाहिँ हामीहरू जान्छौँ लामिर है त। अब यहाँबाट निस्क्यौँ। अगाडि गएपछि एउटा सानो गल्ली छ। त्यो गल्लीबाट फेरि तल जानेछु है त। म देखाउने छु। त्यो गल्ली आउन लागेको छ। गल्ली आइसक्यो। गल्लीबाट टक्कसँगले जाने हो स्ट्रेट है त। अब अगाडि गएर देखाउने छु म। अब चाहिँ हामीहरू साथीहरू अब चाहिँ हामी लगभग आइसकेको छौँ है त। त्यो सिक्न पनि क्रस गरिवरी त्यहाँबाट आइसकेको छौँ। अब थोरै अगाडि लगभग 2-3 मिनट हिँडेपछि चाहिँ ब्रिज आइपुग्छ है। बिहानीको घाम राम्रो छ अहिले। मौसम आज दामी छ। तातो न्यानो भइरहेछ। जाडोभित्रमा जाडो भइरहन्छ होइन तपाईँलाई। तपाईँ यही हो। म त अलमोस्ट लोकेसन देखाइसकेको छु कहाँबाट आउने भन्ने कुरो। यताबाट गए पनि साथीहरू हुन्छ। यताबाट गएर पनि पुगिन्छ। हामी यताबाट जानेछौँ है। थोरै अगाडि गएपछि ब्रिज आइपुगिहाल्छ। यो ब्रिज चाहिँ एकदम पहिल्यै बनाएको हो लामिर ब्रिज चाहिँ। तर यो खै के भयो कसो भयो टुटेर पुरै गुन्दा भएको छ। पहिला सरसफाइ थियो। आजभोलि किन हो अलिक गन्दी देखिन्छ नि होइन। तपाईँ पनि आउनु होला, भिजिट गर्नु होला छुट्टीको समयमा। स्विमिङ आउनु होला है। अगाडि गएर म देखाउने छु ल। यति नै हो। यहाँदेखि अगाडिको अब अगाडि नहुने साथीहरू हामी चाहिँ अब आइसकेको छु अलमोस्ट ब्रिजमा। मान्छेहरू नुहाएर जाँदै हुनुहुन्छ। र ऊ पर चाहिँ सबै लामिर बन्द गरेर अहिले बन्द गरेर पुरै घरहरू बनाउँदैछ पर। हेर्दै घर रही सब घरै घर। लामिर ब्रिजहरू पुरिवरी सब घर रही साथीहरू ल।